पाल्ने ओह्रालो के छ साथीहरू गुड मर्निङ भन्न आयो गुड आफ्टरनुन अनि मेरो भ्लग चाहिँ यहाँ बिच बाटोमा आएर सुरु हुँदैछ अनि म चाहिँ सानो कामले निस्केको थिएँ यो सामान रिटर्न गर्नु थियो अहिले म बुझाउँछु त्यसको बारेमा पनि अहिले चाहिँ मलाई धेरै दिन भयो यार यस्तै भइरहेछ भिडियो होइन मलाई चाहिँ एकदमै सन्चो छैन होइन बिमार छु त्यो कारणले चाहिँ भिडियोहरू केही बनाउन पाएको छैन अनि त्यही हो भिडियो केही बनाउनु पाएको छैन अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि अब आउन आँटिसक्यो डेस्टिनेसन आज स्टोरेज चाहिँ छैन गोप्रोमा अनि त्यही हो मलाई सन्चो छैन समथिङ पत्थरी सत्तरी के भएको थियो अनि ज्वरो आउने उफु गाह्रो भयो नि यार त्यस्तै यो बाइक फेरि आफै अफ भएको भइ गर्छ त्यस्तै समस्याहरू छ सो मलाई चाहिँ एकदमै हुन्छ नि मैले 3 बजीसम्म खाना नै खाएको थिइनँ किनकि मलाई बिहानै उस खान मन थियो के अरे एकदम उखुको जुस खान मन थियो शरीर एकदम चाहिँ हुन्छ नि एकदम त्यो लो फिल भएको थियो आफूलाई एकदम थकित हुन्छ नि तागतै नभए जस्तो भएको थियो म चाहिँ उखुको जुस एकदम खान मन थियो अनि भाइले बाइक लिएर गएको थियो अनि मैले भाइलाई भन्न त भनेको थिएँ सरी कल चाहिँ गरेको थिएँ उसले कलै उठाएन त्यसले अनि त्यही हो म यहाँ छु अहिले उखुको जुस खानलाई चाहिँ विशाल चोक भन्दा थोरै तल हो होइन खाउँ अनि अलिकति लानु पनि पर्ला त्यही हो कति मिनट चाहिँ रेकर्ड भयो सामान्य छ है यसको बारेमा बुझ्नु दुईवटा हो भने के हो त्यो अब जाउँ यसो फेरि अर्को क्लास पनि दिएँ मैले मेरो जुस चाहिँ आइसक्यो छिट्टै आयो एकछिनमै भरि नै थियो तर थोरै मैले खाएँ सिप दिएँ यो चाहिँ विशाल चोकभन्दा थोरै यता हो अनि मेरो बाइक त्यहाँ पार्क गरेको त्यही हो यो 50 रुपिसको एउटा ग्लास आउँछ ठिकै हो एउटा ठुलो ग्लास पनि थियो 100 रुपिसको म यहाँ खान्छु फेरि अर्को ग्लास पनि खान्छु अनि त्यसपछि थोरै घट्दै जान्छु अनि बोतल चाहिँ ठ्याक्कै मेरो त्यो उसको पछाडि राखेको छु के भन्छ होला टेल ठ्याक्कै टेल लाइटको पछाडि अड्काएको छु बोतल थोरै लान्छु म त्यही हो एकछिनको फेरि पकेट ज्याकेट लाउनै पर्ने छ क्या यार यो ज्याकेट लाएन भने चाहिँ अडियो नै उस्तो के लाउँछ यहाँ चाहिँ मैले पहिला कलेज जाँदाखेरि यहीँ जुस खान्थेँ हामी कलेज पढ्दाखेरि कलेज लाइफमा मेरो साथी म सधैँ हिँड्दै जान्थ्यौँ घाममा होइन हिँड्दै आउँथ्यौँ मर्निङ क्लास हुन्थ्यो अनि हामी फर्किँदाखेरि सधैँ यहाँ जुस खान्थ्यौँ होइन चुकन्दर अरू पाइनएप्पल सबै मिक्स अनि कहिलेकाहीँ उखुको त्यही हो खाएँ आनन्द आयो चिल थियो एकदम हुन त फ्रेस त खै के हो बनाएरै राखेको थियो चिसो थियो एकदम मजा आयो आनन्द आयो खाएर मलाई बिहानैदेखि खान मन थियो त्यही हो यही हो पसल चाहिँ म खास जान अब बजार जान छ तल होइन तर उताबाट जान नि मिल्थ्यो मिल्न त अन्त उताबाट रुल्स फलो गरौँ न किन चाहिँ त्यसरी हिँड्नु कट्ने कि नकट्ने यार भयो बसौँ कस्तो त्यहाँ यस्तो थक भइरहेको मेरो समय एकदम बर्बाद भयो क्या त्यहाँ के भयो भन्दाखेरि उयो जुन गोप्रोको स्क्रु हुन्छ नि गोप्रो कस्ने स्क्रु त्यो स्क्रु मैले पकेटभित्र पुरै खोजेँ काहीँ नि भेट्दिनँ होइन कतै भेट्दिनँ मैले सबैतिर खोज्छु स्क्रु नै भेटिएन स्क्रु नै नभेटिएपछि अनि मलाई टेन्सन भयो लास्टमा त्यहीँ फसेको रहेछ भाइको मिठो लिन गर्न मजा आउँछ तर यो मासला यो भुरभुर गर्ने समस्याले चाहिँ लिन गर्दा नि पावर ड्रप गरिदिन्छ क्या बाइकले अनि त्यो भएर मजै आउन्न भने एक्सिडेन्ट हुने चान्सहरू हुन्छ यस्तो गरेर चलाउनै दिन्न यार आजकल पुलिसहरूले
सरी आजकल पुलिस सरहरूले चाहिँ धेरै सोसल मिडियामा भिडियोहरू फिल्टर आउट गरेर अनि मान्छे पक्रेर अनि त्यो सरीवाला भिडियो बनाएर चाहिँ हाल्नुपर्छ। अब गए त्यस्तो उडाउने दिनहरू केटा हो, सक्यो। बाइक उडाउने पछाड्ने दिन सक्यो। के गर्नु, आफ्नो चलाइ त्यस्तै छ। म जति बिरामी भयो नि बटार्न छोडिन्न। यसले मलाई खुब डिस्टर्ब गरेको खसे नै खसोस्। फेरि किन जानु, विक्रम पाण्डे ओह्रालो सेम हाल्छ। उल्टो पो बाटो आएको कुरा चप्पल लाएर कहाँ साइड भयो होला म त्यस्तो भित्र जाऊँ सामान केही दिनु छ अनि म लिएर घर जान्छु। त्यति हो आजको भिडियो केटा। यो सामान चाहिँ लिइसकेँ मैले। हुन त भ्लगिङ चाहिँ गर्न मिल्दैन किनकि यो सामान फुट्न सक्छ। त्यसमाथि बाइकले ल्याङ हान्दा है। माइक चाहिँ अफ छ मेरो, फोन पनि स्विच अफ हुन आँट्यो दाजु। त्यही एउटा कुरा त भन्ने बिर्सेँ तपाईँहरूले, तिमीहरूले एउटा कुरा भन्ने बिर्सेँ। त्यो चाहिँ कुरा के भन्ने मलाई त्यस्तो थाहा छैन है। अब क्वेसन टाइपको के सोध्न पऱ्यो कि अब कसैले अब प्लिज कमेन्टमा चाहिँ भनिदियो है कतिको सेफ हुन्छ कि हुन्न। ल्याउने मुस्किल बाटो काटिहाल्यो। यस्तो कुरालाई बिलिभ गर्नु चाहिँ हुन्न, तर लाइफै लौडा लसुन भइरह्यो नि। त्यो भएर अब सानो कुराहरू पनि किन खै फलो गर्न मन लाग्छ। त्यही हो कुरा चाहिँ के भन्दाखेरि यो ग्लुकोज होइन, यो हेर ग्लुकोडी समथिङ लेखेको इन्डिया सबमा इन्डिया त होइन। अनि यो मैले सामान हिजो किनेँ होइन, किनेर लगेँ अनि फोरेर मैले युज पनि गरेँ 2 चम्चाको। र पछि यस्तो रिफ्रेसिङ लागेन। डेट हेर्छु त यसको होइन, देख्छ किन यसको डेट हेर्छु त म्यानुफ्याक्चर डेट 2025 जनवरी 23 रहेछ होइन। यसको एक्सपायरी डेट चाहिँ 2026 7/22 रहेछ क्या। अब लगभग बाँकी छ 20-22 दिन समथिङ त्यस्तै कति बाँकी छ क्या यो एक्सपायर हुन। अनि यो नियर हो नि त खासमा डेट होइन। यो नियर डेट अब यो कन्ज्युम गर्न हुन्छ कि हुँदैन, युज गर्न हुन्छ कि हुँदैन मलाई थाहा छैन। तर हुन्न नै जस्तो लागेर अब यो त खानेकुरा हो नि त होइन। हरेक चिज चाहिँ अब बेस्ट बिफोर 7 मन्थ त्यस्तै भन्छ नि त। त्यो भएर चाहिँ मलाई यो अलिकति ठिक लागेन। त्यसैले मैले चाहिँ यो रिटर्न गर्न गएको हुँदैन, तपाईँको टाइम अझै बाँकी छ भने क्या। ल हेर्नुहोस् यहाँ होइन, अहिलेको डेट छ 2026 06
20 छ अनि यसको एक्सपायर हुने डेट चाहिँ 2026 0722 छ क्या। अनि त्यही हो अब कतिको सेफ छ छैन यो खानालाई होइन, मलाई त्यही हो एन्सर चाहिएको। किनकि लगभग डेट त नियर नजिकै छ नि त, अनि खानेकुरा हो होइन। अनि त्यो भएर चाहिँ अलिकति अब सोच्नै पर्ने हुन्छ त्यस्तो कुराहरूमा चाहिँ, खानेकुरामा चाहिँ सोच्नै पर्ने हुन्छ नि त। हेलचेक्राइ गर्नु, हेलचेक्राइ केयरलेसनेस गर्नुहुन्न स्वास्थ्य जस्तो कुरामा। अघि नै जोड्न खोजेको थिएँ मैले रुपसँग, त्यहाँ रिटर्न गर्न गएको के भन्नुभयो भन्दाखेरि हुँदैन जस्तो कुरा गर्नुभयो होइन। त्यही हो। त्यही हो अब घरतिर लाग्न पनि हुन्छ। मासला पिली किन गर्दा आँखा नै निकाल्दै त्यही हो। अब जाउँ, मैले माइक साइड केही जोडेँ होइन। किन्न त किनियो है, अब अलि म्यानुफ्याक्चर भएको जस्तो भर्खर म्यानुफ्याक्चर भएर होला। यो त धेरै नै भइसकेको छ, लगभग एक्सपायर हुने समय भइसक्यो भनौँ न, एक्सपायर हुनु लागिसक्यो। अब खाने कि नखाने या रिटर्न गर्न गएको हुँदैन भन्यो, लास्टमा चाहिँ ल रिटर्न लिँदै भनेर मैले चिन्दी भयो, म चाहिँ फालिदिन्छु खान्नहरू, रिटर्न नराख न। फेरि मेरो पनि गल्ती भयो कि अब त्यो खासमा नछोडिकन लान पर्ने, उसलाई पनि थाहा रहेछ फेरि होइन, नियर छ भन्ने उसलाई पनि थाहा रहेछ, त्यही पनि दिएको त्यसले फेरि भन्न सक्थ्यो नि त। ठिक छ अब के भन्नु भनेन, अब त्यही हो मामाहरू भनेन उसले पनि। मैले नै हेरिनँ कि, तर जहिले पनि याद राख्नु है तपाईँहरूले, सबैजनाले याद राख्नु, जे पनि सामान किन्दाखेरि मेनली चाहिँ खानेकुराहरूको के, किनकि खानेकुरा भनेको त अलिकति सेन्सिटिभ चिज हो नि त, मेनली अझ दबाई जस्तो कुराहरू यस्तो कुराहरू होइन। त्यो भएर जहिले पनि प्याकेटमा हेर्नु कि अब एक्सपायरी डेट मैले नि याद गर्ने गर्थेँ। अब त्यो फेरि एकदम राम्रो छ देखिँदाखेरि, बाहिरबाट फ्यान्सी टाइपको छ, अलिकति देखावटी चाहिँ राम्रो छ कि, त्यो सपको स्ट्यान्डर्ड छ। अनि के एक्सपायर राख्छ र भन्नुभयो, अनि सायद एक्सपायर त छैन छ त, टेक्निकल्ली त एक्सपायर छैन, तर पनि यसो प्र्याक्टिकल्ली सोच्दाखेरि त अब एकदम नियर छ नि त। यो नियर भएपछि त लगभग सेफ चाहिँ हुन्न जस्तो लाग्यो मलाई खाना होइन, सेफ हुनु लाग्यो खाना। त्यो भएर चाहिँ रिटर्न गर्न गएको, अरू त ठिकै छ। त्यहाँ जम्प हान्नु हुन्छ, त्यहाँ जम्प हान्यो भने यहाँ उड्छ क्या बाइकमा, ट्राफिकको नाम मिसिङ गरेको गान्डु भइरहेको बाइकमा स्कुलमा। मैले चाहिँ अघि नै त्यो बोतलमा चाहिँ जुस लिइनँ है, किनकि अब तल बजार जान थियो, त्यसपछि बजार गयो भने त पक्कै पनि त्यो मतलब सेलाइहाल्छ भन्दा आयो, मतलब पक्कै पनि त्यो मतलब रुम टेम्परेचरमा आउँछ। अनि त्यो भएर जस अहिले नजाने कि, अहिले अघि नै लिइनँ कि मैले, अब चाहिँ गएर लिन्छु, अब चाहिँ गएर लिन्छ, त्यसपछि घर जान्छ। द्याट्स अल। अब एकछिनमा भ्लग एडिङ हुन्छ अब